ह्याप्पी होली सबैलाई। आज हाम्रो होली मनाउन गइरहेको छौँ। होलीमा हामीलाई आज मासु लिएर आउनु भएको छ। हाम्रो ड्याडीले 4 केजी मासुलाई काटिराख्नु भएको छ। चट्ट फ्रेस मासु आज ताजा लिएर आउनु भएको थियो बजार गएर हैन। लिएर आएर अब यहाँ बनाइराख्नु भएको छ ड्याडीले। चट्ट सानो पिस बनाइराख्नु भएको छ। पिस बनाइसकेपछि अब हामी यसलाई मजाले पकाउँछौँ। पकाइसकेपछि अब हेरौँ के हुन्छ, अगाडि हेर्दै जानु होला। मन नपरेको भन्नु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सपोर्ट गर्नु होला हैन। यहाँ काटिराख्नु भएको छ। मासु काटिसकेपछि अब हामी किचनतिर गएर अब ड्याडीले यहाँ तेल राखिराख्नु भएको छ। तेल अनि त्यो के रे खोर्सानीहरू राखेर अब यो लसुन कुच्दै हुनुहुन्छ। लसुन कुचिसकेपछि अब त्यसमा पेस्ट बनाउनलाई गरिराख्नु भएको छ। पेस्ट बनिसक्यो। अब पेस्ट बनिसकेपछि अब हामी तातो तेलमा यो प्याज राख्न गइरहेको छौँ। अब प्याज राखिसकेपछि यसलाई मजाले भुट्नुपर्छ। भुटिसकेपछि यो राम्रो हुन्छ हैन। भुटेर केही बेर राख्ने, यसरी चलाउँदै यो चलाइसकेपछि अब यसलाई छोपेर केही बेरसम्म राखेपछि अनि फेरि निकालेर लसुन अदुवा अघि पेस्ट बनाएको थियो नि त्यो पेस्टलाई अब राख्ने। हेर्नुस् यस्तो देखिरहेछ। हेर्नु अब यसरी निकालेर सबै राखिसकेपछि हाम्रो कन्तीमा यस्तो देखिरहेको छ। अब यसलाई मजाले चलाउने। चलाएपछि अब फेरि यसलाई छोप्नुपर्छ होला सायद। हेर्दै जानु होला कस्तो देखिन्छ। अनि त्यसपछि अब अगाडिको प्रोसेस बढ्छ। अब यसलाई चलाउनुहुन्छ होला सायद ड्याडीले। चलाइसकेपछि चलाइराख्नु भएको छ। चलाएर अब यसलाई छोप्ने अनि 5-10 मिनट जति यसलाई यतिकै छोडिदिनुपर्छ हैन। अनि 5-10 मिनट पछि फेरि हल्का नुन राखेपछि मजाले गल्छ रे। ड्याडीको आइडिया गल्छ भनेर अब राख्नु भएको छ। हेरौँ गल्छ कि गल्दैन। यो प्याजहरू सबै प्याज जति पनि छ नि सबै ग्रेभी बन्छ रे के, टमाटर हाल्नै पर्दैन, प्याजकै ग्रेभी बन्छ भन्दै हुनुहुन्थ्यो। हेरौँ कस्तो हुन्छ। अब चलाइराख्नु भएको छ। चलाएर यसलाई राख्नुहुन्छ अरे हैन। अब हाल्नु भएको छ। हेर्नु चलाएको छ। मजाले टाँसिरहेको थियो। त्यो पनि कतारी ड्याडीले के गरेर चलाएर छोडिदिनु भयो। चलाइसकेपछि अब हेर्नु छोप्यो। छोपिसकेपछि केही 5-10 मिनटमा भनौँ न 5-10 मिनटमा निकाल्नु पनि 5-10 मिनटपछि यस्तो देखिरहेछ। यो मलाई त यो मतलब त्यो मिक्स भएको जस्तो त लागेन ग्रेभी। अब चलाउँदै गएपछि गिलो टाँसेको जस्तो देखिरहेको थियो। तर अब ठिकै हुन्छ भन्नुभयो। अब हेरौँ कस्तो हुन्छ अगाडि पकाउँदा अब यसमा मासु हाल्न लाग्यो ड्याडीले हैन। मासु अब हाल्दै हुनुहुन्छ। कस्तो अब मजाले चलाउनुहुन्छ अरे, खतरा पाराले बनाउनुहुन्छ भन्नुभएको छ। हेरौँ कस्तो बन्छ हैन। लास्टमा अब कस्तो दामी बन्छ कि बन्दैन हाम्रो ड्याडीले बनाएको हेरौँ है। अब त भर्खरै मासु हाल्नुभयो ग्रेभी सकिएर। ग्रेभी बनाएर अब कस्तो बन्छ हेर्नु। चलाइराख्नु भएको छ मजाले। आज होली लाग्छ ड्याडीलाई। आफैले बनाइराख्नु भएको छ। कहिले पनि बनाउनु हुन्थेन, अहिले आफै बनाउँछु भन्नुभएको छ। यस्तो बनाइसक्नुभयो। छोप्नु भएको छ राखेर चलाएर। अब यो भइसक्यो। अब एकछिनमा फेरि निकाल्नुभयो। अब यस्तो देखिरहेछ। बाफ देखिराख्नु भएको छ। अब चलाइराख्नु भएको छ। चलाइसकेपछि अब मसला हाल्ने भन्नुभएको थियो। मसला नहालिकन बेसार मात्र हाल्ने रे पहिला। बेसार मात्र हाल्नुभयो। अनि त्यसपछि अरू मसला नुन अनि त्यो मिक्स मसला के मसलाहरू चाहिँ राख्नु भएन। बेसार मात्र चलाएर छोपिदिनु भयो हैन। छोपिसकेपछि अब केही मिनटमा निकालेर अनि यस्तो बाफ देखिरहेछ। अब यसलाई चलाइराख्नु भएको छ। मजाले चलाउनुहुन्छ अरे। चलाइसकेपछि अब के गर्नुहुन्छ हेर्दै जानुस्। चलाइसकेपछि अब पुरै मसला हाल्दै हुनुहुन्छ। अब अलि गर्दै हाल्दै हुनुहुन्थ्यो। मैले चाहिँ पुरै हाल्दिनु न, के अलि हाल्नुहुन्छ भनेर पुरै खनाइदिनु भयो ड्याडीले। मसलाहरू सबै खोर्सानी बेसार त हालिसकेको, नुन अनि मिक्स मसला अनि खोर्सानी हाल्नुभयो। अब समात्ने लिएर अब चलाइराख्नु भएको छ। ल हेर्नुहोस् मजाले चलाएर मिक्स भइसक्यो। अब मिक्स भएपछि अब यसलाई केही बेर छोपेर राख्ने रे। छोपेर राख्ने भएपछि त अब तोप्दिनु भयो। अनि एकछिनपछि फेरि निकाल्नु भयो। निकालिसकेपछि फेरि चलाउनुहुन्छ भन्दै हुनुहुन्थ्यो। चलाइसकेपछि यस्तो बास्ना आइरहेको थियो, यस्तो मिठो बास्ना आइरहेको थियो।
थोरै पानी हाल्नुभयो के अरे टाँसिँदैन भनेर अनि यसरी चलायो यस्तो मिठो बास्ना आइरहेको थियो होइन गाइस खतरा बास्ना आइरहेको थियो के ल हेर्नु छोप्नु अब चलाएर अब यहाँ टमाटर र धनिया हाल्ने भन्दै हुनुहुन्थ्यो अनि टमाटर र धनिया पनि काटेर रेडी भइसक्यो अब यो ड्याडले फेरि निकाल्नुभयो अब टमाटर धनिया सायद राख्नुहुन्छ होला यो यस्तो मिठो बास्ना आइरहेछ नि यो मासुको भोलि आज बबाले मानिने भयो जस्तो छ हेर्नु होला मन परेमा अब लाइक कमेन्ट सेयर गरिराख्नु होला हैन हेर्नु टमाटर हाल्दै हुनुहुन्छ थोरै राख्ने भनेको बाउलाई टमाटर मन पर्दैन हाम्रो बाबालाई अब पुरै हाल्दिनु भनेर मैले भने अनि पुरै पछि चाहिँ लास्टमा पुरै हाल्दिनु भयो हैन अनि ल हेर्नु हाल्दिनु भयो हाम्रो बाबालाई धेरै मन पर्दैन के टमाटर त्यही पनि अनि मैले हाल्दिनु भन्दा हाल्दिनु भयो सबै अनि अमिलो लाग्छ रे के टमाटर वाला अनि चलाएर मजाले मिक्स गरिराख्नु भएको छ यस्तो मिठो बास्ना आइरहेको थियो कि कुरै छोड्दिनु बवाल बास्ना आइरहेको थियो अनि बवाल खाना कस्तो हुने हो त्यो चाहिँ थाहा छैन हेर्दा नि मिठै देखिरहेको थियो बवालै आइरहेको थियो बास्ना पनि ल हेर्नुस् यस्तो भइरहेछ तर अब सकिहाल्यो यस्तै हो राम्रो देखिरहेछ खाना नि मिठो होला अब आशा गरिरहेको छु यति आजको भिडियो हामीले बनाइसक्यो मासु अब सपोर्ट गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला धन्यवाद।